2500 वर्ष अगाडि हिस्ट्री अफ पेलोपोनेसियन वार चाहिँ थसिडाइसले लेख्यो, त्यसमा एउटा कालजयी स्टेटमेन्ट उसले दिएको छ, सबैले मान्छ नि, संसारभरिकाले मान्छ यो कुरा, है सबैले मान्छ, सबै बेलमा सबै देशमा लागू हुन्छ। उसले के भन्छ भने तिमीलाई नै ठगेर तिमीलाई नै सिद्ध्याएर, मैले बुझ्ने भाषामा तिमीलाई नै ठगेर सिद्ध्याएर कोही मान्छे अगाडि गएको छ भने तिमी वाक्या स्मार्ट भन्छौ, तर त्यो सँगै उभिएको अर्को असल मान्छेलाई तिमी फर्केर हेर्दैनौ र अन्तिममा पनि तिम्रो आदर्श त्यस्तै मान्छे हुनु जस्तै हुन्छ। कि यहाँ हरेक कोही चाहिँ तपाईँको चाहिँ माओवादीले पैसा कमायो, यसरी कमायो, उस्तरी कमायो, फलानु व्यापारीले कमायो, ओम्नी समूहले कमायो, त्यो थामस शेर्पाले कमायो अहिले यतिसम्म, तर हरेक मान्छे त्यही हुन चाहन्छ है। हरेक मान्छे राणा शासनलाई गाली गर्छ तर हरेक मान्छे राणा हुन चाहन्छ। ज्ञानेन्द्रलाई गाली गर्छ तर पायो भने त्यही ज्ञानेन्द्र गद्दीमा गएर बस्न चाहन्छ। बस्या होइन, ज्ञानेन्द्रले गद्दी छोडेपछि मिचमा गएर हतार गरेर बस्या होइन मान्छेहरू, तपाईँले देख्नुभयो होइन? हाम्रै साथीहरू बसे नि, पत्रकारहरू बसे, हरेक मान्छे हुन चाहन्छ। किन मान्छेलाई त मान्छेको त्यसै बाहिरको, म बाहिरको प्रशंसा गर्छु क्या, किन त्यसै मान्छेले गरे? अल्बर्ट आइन्स्टाइनलाई इजरायलको राजा हो भनेर चाहिँ प्रस्ताव गरेको थियो, मानेन नि है। क्याग्लियोस्टो भने जादुगर थियो, हङ्गेरीको राजा हो भनेर प्रस्ताव गरेको थियो, मानेन है। जर्ज वासिङटनलाई अमेरिकाको राजा हो भनेको थियो, मानेन। त्यहाँ त बिचमा जान्छन् बस्नु। त्यसै अमेरिका भयो, त्यसै इजरायल भयो, त्यसै हङ्गेरी भयो। त्यो नागरिकले जुन संयम राखेको छ, अद्भुत संयम राखेको छ होइन, त्यसै त भयो होइन। मानिसले गरेको कन्ट्रिब्युसनलाई रिकगनाइज गरेको छ। अघि त्यसै बेला यो सोसाइटीमा तिनवटा कुरा, पोलिटिकल सिस्टम जुन छ त्यो नै कन्टामिनेटेड छ, जबसम्म त्यो रहन्छ हुन्छ, जब सरकार सबैभन्दा ठुलो इम्प्लोयर हुन्छ त्यो हुन्छ, जबसम्म प्याराडाइम सिफ्ट भएको कुरा रियलाइज गरिँदैन त्यो हुन्छ। यी तिनवटा कुरा नभएसम्म करप्सन हुन्छ।